घर जानुपर्छ है। कति रुएको होला आमा बाउ, कति रुएको होला दाजुभाइ, कति रुएको होला भन्नु त। उता पनि खोजी गरेको त होला। 20-22 वर्ष भनेको यहाँ हो त अनि आमामामा। नमस्ते दिदी। नमस्ते भाइ। यहाँ भाइ गराएको छ अहिले। अलिक छेउमा फोन राख्नुहोस्, अनुहार मजाले देखाउनुहोस्, चेहरा मजा अच्छा से दिखा दीजिए ना भाइजी। तपाईले फोन पक्रिनुहोस् हजुरले। अनि हजुरको नाम? मेरो यहाँ गोपाल थापा, घरको नाम लोकेन्द्र। लोकेन्द्र बलम्पाकी। लोकेन्द्र के अरे? बलम्पाकी। तपाईको नेपाल कुन ठाउँ अरे? फोन अलिक निचे गर्नुहोस्, फोन अलिक तल गर्नुहोस्, फोन अँधेरो भयो त किन होला? अलिक उज्यालोमा जानुहोस्। नेपाल कुन ठाउँ अरे? पुरा मजाले भन्नुहोस् नेपालको ठाउँहरू। उइकुण्डा जिल्ला? मोरङ। वडा नम्बर 9। अनि बाबाको नाम? तीर्थबहादुर मगर बलम्पाकी। आमाको नाम? दर्शता देवी मगर बलम्पाकी। हजुरको नाम? मेरो लोकेन्द्र मगर बलम्पाकी। दाजुभाइहरूको नाम भन्नुहोस्। थर्कमान मगर बलम्पाकी। भाइको नाम तौलेन्द्र मगर बलम्पाकी। आमाको सरस्वती देवी मगर बलम्पाकी। बहिनीको? दिदीको कलकुमारी मगर बलम्पाकी। ठुलो दिदीको नरदेवी बलम्पाकी। अहिले तपाईँ कहाँ हुनुहुन्छ? म यहाँ सिमलामा। सिमला गनाटी। कति वर्ष भयो त्यहाँ गएको? 20-22 वर्ष। 20-22 वर्षबाट घरमा कन्ट्याक्ट छैन? छैन। घरको मान्छेलाई थाहा पनि छैन तपाईँ कहाँ हुनुहुन्छ? छैन। तपाईलाई लिनु आउनु पर्ने हो। हजुर। तपाईलाई के त्यहाँ एकदमै दुःख भछ? अब घरको मान्छे आफ्नो परिवार हेरेर त दुःख त भएको थियो। तपाईँ जानु नसक्ने भयो एक्लै? एक्लै जान सक्दैन। आजभोलि पहिला त सडक बनेको थिएन, अहिले त सबै सडक बनेको। जानु नसक्ने भयो? हजुर। घरको पास पनि सडक भयो सबै। अब सरकारले नयाँ सरकार भए सबै भयो चेन्ज भएको। कागज पत्र छैन? छैन, केही पनि छैन। तपाईँ यहाँ तपाईँको मैले भिडियो बनाएको छु, तपाईँको भाइहरूलाई भन्नुहोस् न मलाई लिनु आऊ भनेर भन्नुहोस्। यहाँ मलाई जहाँ भए पनि दाइ लिनु आउनु पर्यो। दाइ बेना जोगी लिनु आउनु पर्यो है? हजुर। आउनु सक्नु भएन नि? म आउनु सक्दैन। जाडो भन्दा पनि बोर्डरमा त्यो कागज पत्र छैन, नागरिकता बनेको छैन। तपाईँले मलाई भन्दै हुनुहुन्थ्यो मालिकले पनि जानु दिएको छैन। अब जो माताजी बिमार भएपछि यस्तै हो तपाईँको ख्यालमा। म तपाईँको खबर तपाईँको घरसम्म पुर्याउँछु नि ल। हुन्छ। त्यहाँबाट लिनु आउने छ तपाईँको दाइ भाइ ल। तपाईँको वाट्सएपलाई मजाले ठिक गर्नु है। किन यत्रो वर्ष किन नजानु भएको त? यसो कोसिस गर्नु थियो नि पहिला माताजीलाई भनेको थिएँ, माताजी बिमार भयो। माताजी भएपछि यस्तै भयो। बिहा गर्नु भएको छैन? हजुर। बिहा गरेको छैन। एक्लै हुनुहुन्छ? बिहा पनि केही भएको छैन। दिदीहरू छ, दाजुभाउजू छ सबै। उता पनि खोजी गरेको त होला। 20-22 वर्ष भनेको यहाँ हो त अनि आमामामा। अस्ति जो अर्जुन भूषालाई पनि हालेको उसले भन्नु म अहिले बिजी छु भन्नुभयो। नि उहाँ बिजी होला नि त। म पुऱ्याइदिन्छु तपाईँलाई, चिन्ता नगर्नु। छिट्टो से छिट्टो गराउँछु ल। नेपाल दाजुहरू गयो के भन्नुभयो? तपाईँको नम्बर मिलेन, त्यही कारण म ढुक्क भएन। ढुक्कै हुनुहोस्। तपाईँलाई म जस्तरी पनि म तपाईँको घर पुऱ्याउँछु। तपाईँ ढुक्कै बस्नुहोस् ल। ढुक्कै बस्नुहोस्। अनि घर जानुपर्छ है। कति रुएको होला आमा बाउ, कति रुएको होला दाजुभाइ, कति रुएको होला भन्नु त। कति रुन्छ, कति म त कति दुःख लाग्छ। के
कति रुएको होला आमा आमा कति रुएको होला भन्नु त त्यहाँ खोइ तपाईँको आफू त्यो भाइ थियो नि साथी भाई जी उनका पूरा बॉडी दिखा दीजिए ना उनका फैमिली तक मैं ये वीडियो पहुंचाऊंगी पूरा दिखा दीजिए तो भाई जी 22 साल से घर से अलग है भाई जी आप पूरा बॉडी दिखा दीजिए उनको मैं पूरा देखना चाहती हूँ ताकि फैमिली पहचान सके थैंक यू सो मच भाई जी आपने हेल्प किया थैंक यू सो मच गोपाल के नाम भन्नुभयो थियो अरे गोपाल थापा हुन्छ तपाईँ चिन्ता नगर्नुहोस् तपाईँले मलाई कन्ट्याक्ट गर्नुभएछ मेरो माथि भरोसा गर्नुपर्छ तपाईँ ढुक्कै बस्नुहोस् घर जानुपर्छ छिट्टै ल अब छिट्टै घर जाने म खबर दिन्छु मैले फोन गर्दा चाहिँ फोन उठाउनुहोस् है ल तपाईँले भिडियो कलहरू उठाउनु ओर्नु सिक्नुहोस् है म रुएको छु मलाई यति टेन्सन दिनुभएको छ हजुरले 3-4 दिनबाट म रुएको छु के यति टेन्सन दिनुभयो कति परेशान भयो म बिहानदेखि भन्नु त सिकाउँदा पनि सिक्नुहुन्न कस्तो गाह्रो भयो क्या म सिकाउँदा तपाईँलाई आँसु आएको मेरो आँखाबाट अरू दाजुभाइले गर्दाखेरि फोन चल्दैन खै लु अब तपाईँलाई उहाँ दादालाई भन्नुहोस् ल चिन्ता नगर्नुहोस् है हुन्छ अहिले राखेँ ल ख्याल राख्दै गर्नुहोस् म फोन गरिराख्छु डेली है हस् हुन्छ मेसेन्जर एक्सेप्ट गर्नुहोस् डेली फोन गर्छु भाइ है ल सरजी थ्याङ्क यू सो मच भाइजी थ्याङ्क यू ओके बाइ